She leads, stories of strength. यो सुन्दा कस्तो पावरफुल सुनिन्छ नि होइन सी लिड्स स्टोरिज कथाहरू जसमा हामीले भन्छौँ कि यो स्ट्रेन्थ भनेको कुरालाई कसरी बुझाउने होला कसरी बुझ्ने होला कहाँबाट आउँछ यो स्ट्रेन्थ भनेर भनिराख्दाखेरि यो स्ट्रेन्थ कहीँबाट आउँदैन रहेछ क्या यो स्ट्रेन्थ भने आफू भित्रबाट आउँछ अब यो मैले भनिरहँदा कति सजिलो होला पहिला मैले केही पनि सुरु गर्नुभन्दा अगाडि एउटा प्रश्नबाट सुरु गर्न चाहेँ मेरो साथीहरूलाई प्रिया दिदीहरूले प्रिया साथीहरू चाहिँ तपाईँहरूसँग कुराकानी गर्नलाई दिदी नभनौँ यहाँ मात्रै कतिजनाले सपना देख्नु भएको छ एकचोटि हात उठाइदिनु होला सपना केही बन्ने सपना टन्नै पैसा कमाउने सपना संसारले मलाई चिनोस् भन्ने सपना परिवारलाई कहीँ घुमाउन लग्न पाऊँ सपना आमाले जे किन्न मन लाग्यो त्यो पैसा उसले बिल नहेरिकन किन्न पाऊँ यस्ता सपनाहरू कतिजनाले देख्नु भएको छ सानो सपनाहरू ओके हात उठाउँदै हुन्छ उठाउँ कि नउठाउँ पनि भइरहेको छ धेरैजनालाई होइन के गर्नु भनेर यो सपना देखिराख्दाखेरि कतिजनालाई लाग्छ कि यो सपना महँगो छ अहिलेको समयमा यो सपना देख्न दिदी महँगो छ पढौँ भन्यो भने पढाइ महँगो छ केही गरौँ भने पावर र नेटवर्कै चाहिन्छ सबै चिज गर्न अहिलेको समयमा यो सपना महँगो छ कतिजनालाई लाग्छ केहीलाई लाग्छ दिदी म निन्द्रामै छु उठाएको छुइनँ सपना देख्दैछु पनि भन्न सक्नु होला है तपाईँले फेरि त्यो पनि ठिक छ त्यो पनि अलाउड छ यो सपना भनेको कुरा साँच्चीकै एकदम अनौठो र सुत्दै नदिने पनि हुँदो रहेछ क्या के गर्छु कसो गर्छु पनि थाहा छैन तर एकैचोटि राति उठेर हामी सोचमा आउँछौँ कि के गर्ने हो यार लाइफसँग कसरी सोच्ने हो भनेर आज सुनेका यो कथाहरू तपाईँले प्रिया शिक्षा सन्नाजी मुस्कानजी यादै गर्नु पर्दैन कि तपाईँले यो सेसन सकिसकेपछि बेलुका साथीहरूको बिच हाम्रो बारेमा चर्चा नगरिकन यी कथाहरूको बारेमा एकचोटि मनन गरौँ सबैको जीवनमा एउटा चिज सेम रहेछ सबैजनाले जीवनका धेरै लडाइँ लडिरहेछन् तर हामीले त्यो लडाइँको बारेमा सुनाइरहेन रहेछौँ किनकि समाजले उदाहरण त्यो व्यक्तिको बनाउँदो रहेछ जसले चाहिँ आफ्नो सङ्घर्षसँग जित ल्याउन सक्छ अब यो सङ्घर्षको जित कसरी ल्याउने के गर्ने कता जाने कसरी सुरुवात गर्ने किनकि भन्नलाई सजिलो हुन्छ सुरुवात गर्न नै आउँदैन हामीलाई तपाईँहरू जस्तै कि उमेरमा थिए एभरेज स्टुडेन्ट ब्याक बेन्चर थिए टिचरहरूको एकदमै प्रब्लमेटिक स्टुडेन्ट थिएँ म म्याम है टिचरहरू त मनै नपराउने कतिवटा क्लासबाट निस्किन्थ्यो हुन्छ टिचरहरूलाई म त्यस्तो विद्यार्थी एकदम पढाइ भनेपछि ध्यानै नदिने एकदम जे गर्नलाई पनि टिचरहरूलाई धाउदा हुने हो कलेजमा त प्रिया हुँदैछ स्कुलमा त अझ के कुरा गर्नु स्कुलमा त एकदम बदमास क्लासमा धेरै कम हुन्थ्यो बाहिरपट्टि कुखुरा धेरै बनाएर बस्थ्यो तपाईँहरूलाई कति पनिसमेन्ट पाउनु भयो पढाइमा हामी त एकदम पनिसमेन्ट खाने स्टुडेन्टमा पर्थ्यौँ टिचरले घरिघरि एउटै कुरा भन्थ्यो केही गरी खान सक्दैन रिलेटिभले भन्थ्यो एसएलसी पनि पास हुँदैन वरिपरिकाले कहिले सिरियसली लिँदैन थिएँ तर कसले मलाई एकदम धेरै सिरियसली लियो भन्दाखेरि मैले फेरि मलाई म आफू एकदम मन पर्ने क्या पछि गएर कलिनाको लागि फेमस भयो क्या म त पहिलादेखि नै त्यस्तै थिएँ एन्ड आई डिड नट वाट आई ह्याड नथिङ लाइक वेन म जब हुन्छ नि यो मिस नेपालकै कुरा गरौँ मिस नेपालमा जाने कुरा गर्दा वरिपरिको साथीले थोप्रा न सोप्रा प्रियङ्का चोपडा मिस नेपाल जाने तिमी नराम्री छौ दाँत हेरेर छौ 2-3 जना मान्छे त तिमीलाई टाढाबाट नै चुच्चो राख्नु दाँतको चुच्चोले ढाएको छौ मिस नेपाल इज फर यु भन्नुहुन्छ होइन मैले ठिक छ के छ साथी यो एसएलसी है क्लास 10मा हरेक खाले हामी हरेक खाले कन्भर्सेसन गर्छौँ कि सायद स्कुलमा हुँदा यो पनि बनाएछ त्यो पनि बनाएछ चाहिँ साइन्टिस्ट पनि हुन्छु अरे 4वटा सब्जेक्टमा त पास हुन गाह्रो भएर साइन्टिस्ट भन्छु अरे डक्टर भन्छु अरे सपना क्या हाम्रो यस्तो हाई स्केल सपनाहरू तर गर्न चाहिँ एभ्रिडे स्कुलमा के गर्ने भनेर भन्दाखेरि केही नगर्ने साथीहरूलाई कसरी उक्साउने टिचरको गाली के खाने के गर्ने त्यो गर्ने अनि यो गरिराख्दाखेरि चाहिँ 11 पढ्ने जब सुरुवात भयो त्यतिखेर एउटा एटिट्युड हुँदो रहेछ क्या हामीसँग एसएलसी सकिने साथ अब अनफलो र ब्लक गरिदिन्छु चाहे साथी नयाँ साई लाइफ हो नयाँ करियर हो नयाँ दामी म फेरि केही पनि छैन है त्यो एटिट्युड हुनलाई केही त्यस्तो उखाटेको छैन तर के छ भन्दाखेरि स्कुल फर्केर हेर्दिनँ त्यो साथीहरू चाहिएन भन्ने एटिट्युडले हामी अघि बढ्दो रहेछौँ क्या लाइफमा म पनि पढेँ अनि 11मा त्यही ब्याक बेन्चर केही छैन जसो तसो गरेर एसएलसी पास गरियो अनि पुग्यो तर जसो तसो पनि होइन मेरो त एसएलसी पास गरेर नि एउटा अर्कै कथा छ त्यो कुनै सबैलाई राख्छु म तर यो 11मा पुगिसकेपछि मैले चाहिँ होइन केही चेन्ज गर्नु पर्यो प्रब्लमेटिक स्टुडेन्ट मात्रै भएर भएन के न के त गर्नु पर्यो सबैले हेप्टेन मलाई बेसी भन्ने यो मलाई यो एकदम फिल आयो क्या 11th क्लासमा हुँदाखेरि लास्ट बेन्चमै बस्ने तर हात उठाइदिने क्या सरहरूले ल सोध मलाई के छ क्लासभरि सुत्या क्या हात
हात उठाएको छ प्रश्न सोध्नलाई अनि सरलाई एकदम हावा प्रश्न सोध्ने क्लासबाट निकाल्ने 11 मा त्यहीबाट सुरुवात भयो तर अलिक सिरियसली हुनुपर्छ अब यो हात उठाउँछु तर यो हात राइट चिजको लागि चाहिँ म उठाउँछु भनेर चाहिँ घरिघरि चाहिँ मैले प्रश्न गर्न थालेँ प्रश्न गर्ने केही थिएन सानो जिज्ञासाहरू होइन प्रश्न गर्दै 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 के गर्नुपर्छ को जाने त माइती घरमा यो एकदमै पल्युसन भयो काठमाडौँमा पल्युसन त त्यतिखेर पनि थियो आज पनि छ कस्तो लाइक आई थिङ्क समथिङ नेभर चेन्जेस इन काठमाडौँ लभली एन्ड को जाने भन्नु हात उठाए पुगे माइती घर होइन को जाने नारा लगाउन म जाने आवाज ठुलो बलियो म जाने होइन जे गर्दाखेरि त्यो गर्दा 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 कतिखेर चाहिँ समाजप्रति मेरो पनि केही दायित्व छ भन्ने फिलिङ 11-12मै आयो भन्ने कुरा थाहा छैन के गर्ने अझै थाहा छैन तर गर्न चाहिँ धेरै कुरा गर्न मन छ अनि के डिसाइड गरेँ भनेर भन्दाखेरि केही न केही गर्नुपर्छ 11-12 पढ्दाखेरि गरौँ न त भनेर भन्दाखेरि यसरी नै कि कलेजको प्रेसिडेन्सी स्कुलको ग्रिन हाउस क्याप्टेन के हुन्छ त जेमा पार्टिसिपेट गर्न मिल्थ्यो गर्थ्यो अनि मैले जहिले पनि म हुन्थेँ कि म जहिले पनि जेमा हात हाल्थेँ त्यो प्रेसिडेन्ट भन्यो भने किन अरू कोही हुँदै हुँदैन थियो कि पार्टिसिपेटर नो वान वाज इन्ट्रेस्टेड अनि आई वाज लाइक यस लेट्स डु दिस म गर्न सक्छु वाइ नट किनकि कोही पनि छैन कम्पिटिसनमा लभली लेट्स डु इट भनेर अपर्च्युनिटी गाइज आई टुक दिस अपर्च्युनिटी अनि अगाडि आउँदै आएँ त्यसपछि मलाई अझै याद छ 12 पछिको यो यात्रा कतिजनाले हात्ती हात्ती भन्ने नाम सुन्नु भएको छ अनौठो छ नि यहाँ एकजना दुईजना जसले उठाउनु भयो तपाईँलाई गिफ्ट दियो कि थ्याङ्क यू प्रमोट पनि गर्नु पऱ्यो आफ्नो ब्रान्डलाई सो धेरैजना लाग्छ कि हात्ती हात्ती इज समथिङ द्याट स्टार्टेड आफ्टर मिस नेपाल इट वाज वे बिफोर मिस नेपाल एक्चुअली आई गेभ अ पर्पस टु मिस नेपाल बिफोर मी गोइङ टु मिस नेपाल आई अलरेडी ह्याड अ स्ट्रङ पर्पस त्यो के थियो त भनेर भन्दाखेरि हात्ती हात्तीको एउटा ब्याग थियो कि सबैले सोध्नु कि किन हात्ती हात्ती राख्नु भयो हात्तीको केही बेच्नुहुन्छ कि एकचोटि त मलाई आएको पनि थियो तस्करी त होइन त्यस्तो काम हामी गर्दैनौँ अनि के चाहिँ गर्छ त हात्ती हात्तीले भनेर सोध्ने प्रयास गर्दाखेरि किन हात्ती हात्ती नाम भन्ने भन्दाखेरि पाटनको मङ्गल बजारको जना घुम्नु भएको छ यहाँ सबैजना जानुभएको छ त्यही मङ्गल बजारको बाटोमा बसेर हामीलाई चाहिँ एउटा चाहिँ प्लास्टिकको अल्टरनेटिभ चाहियो प्लास्टिक बन्द हुनुपर्ने भन्ने नारा लगायौँ बन्द त हुनुपर्छ अल्टरनेटिभ के त छ भन्दाखेरि कपडाको ब्याग त्यो कपडाको ब्यागको दुइटा हात्ती राख्थ्यौँ के राख्ने अब क्रिएटिभ हुनु पऱ्यो होइन अब धेरै क्रिएटिभ हात्ती दुइटा हात्ती राख्थ्यौँ कलर पनि थिएन धेरैजना मान्छेले चाहिँ त्यो बाटोमा बेचेको देखेर चाहिँ सबैजनाले हामीलाई रिच आउट गर्न थाल्नुभयो क्या त्यसै कि म हामीसँग एकजना महिला हुनुहुन्थ्यो ल गरौँ न त सिलाउँ उहाँले सिलाउनु भयो ल बेचौँ न त भने सुरु भयो पाटनको मङ्गल बजारमा एउटा बेच्यो दुइटा बेच्यो अनि महोत्सव सहोत्सव पनि कहाँ कहाँ के हुन्छ लग्यो ब्याग होइन बिजनेस वुमेन हुने भन्ने आएको थियो आइडिया भनेर यसै पनि केही छैन एउटा ब्याग बिजनेस बेचेर अनि के गर्ने त भनेर भन्दाखेरि त्यो ब्यागले चाहिँ मान्छेहरूले चाहिँ तपाईँहरू त्यो एउटा हात्ती हात्ती जस्तो भएको ब्याग छ नि त्यो ल्याउनुहोस् न भन्न थाल्नुभयो कम्पनी रेजिस्टर गर्ने टाइम आयो के गर्ने त अब क्रिएटिभ त हुनु पऱ्यो के नाम राख्ने त अब हतार भइसक्यो भनेर भन्दा सबैजनाले हात्ती हात्तीको ब्याग भन्दा हात्ती हात्ती नेपालै राख्यो सो क्रिएटिभ न सबैले मान्छेले रोज्नेकै नाम हामीले हात्ती हात्तीको नाम राख्यो यो एउटा कपडाको ब्यागले के गर्यो त भनेर भन्दाखेरि यसले दुईटा चिजमा काम गर्यो समाजमा जुन प्लास्टिकको पोल्युसन भयो भनिरहँदाखेरि त्यसको अल्टरनेटिभ के हुन्छ भनेर अल्टरनेटिभ निकाल्यो अनि त्यसपछि अर्को आएर चाहिँ अर्को के गर्ने भन्दाखेरि चाहिँ हामीले जहिले पनि काम गरिरहँदाखेरि चाहिँ धेरै क्षेत्रमा काम गरिरहँदाखेरि चाहिँ जहिले पनि महिलाका सिपहरू चाहिँ घरैमा सीमित भयो प्लेटफर्म ल्याउँ न त अघि आउँ न त भनेर चाहिँ केही मार्जिनाइज वुमेनहरू जसलाई प्लेटफर्म चाहिरहेको थियो उहाँलाई सँगै जोड्यो एक्स्ट्रा ब्याग एउटा उबाट जोडिँदै त्यसपछि हामीले चाहिँ होइन यसलाई अलिक ठुलो स्केलमा लाउनुपर्छ साडी थाहा छ हजुरहरूलाई घरैमा देख्नुहुन्छ नि कति ब्युटिफुल छ त्यो साडी लगाउन्जेलसम्म चाहिँ लगाउनु मन लाग्यो नि त्यसपछि चाहिँ के हुँदैछ मेरो मम्मीले भन्नुहुन्थ्यो कि एकचोटि बिहामा लगाइसक्यो अर्को टाइममा त नयाँ लाउनुपर्छ नयाँ साडी चाहिन्छ हुँदैन तिजमा पनि नयाँ चाहिएको छ बिहामा पनि नयाँ चाहिएको छ उसकोमा पनि नयाँ चाहिएको छ त्यसकोमा पनि नयाँ चाहिएको जे भन्दा पनि नयाँ थन्के नथन्काउ हामीलाई ल्याऊ भनेर हामीले के गर्यो भन्दा एउटा साडीबाट हामीले अहिले 30वटा भन्दा बेसी प्रडक्ट साडीको बनाउँछौँ त्यो एउटा टिमबाट सुरु गरेको टिम अहिले हामी यति ठुलो टिम भइसकेको छौँ हात्ती हात्ती नेपाल यो हाम्रो 11th इयर हो हात्ती हात्ती नेपालको र जसले चाहिँ कुनै समयमा चाहिँ एउटा ब्यागले के हुन्छ एउटा अल्टरनेटिभ ब्यागबाट पनि बन्ला कि नबन्ला भन्ने मान्छेले अलिक 30वटा भन्दा बेसी प्रडक्ट बनाएर नेपाल लगायत बाहिर हामी एक्सपोर्ट गर्छौँ भनेर भन्दाखेरि एउटा सानो आइडिया है साथीहरू यो सानो आइडिया छ गर्ने मान्छे को रहेछ त भन्दा त्यही प्रिया दिदी जो पछाडि बसेर कराइरहन्थे टिचरलाई दिक्कै पार्थ्यो पछि त्यही टिचरले कलेज स्कुलमा आएर एउटा तिमीले इन्सपायर गर्नु पर्यो स्टुडेन्टलाई भन्नुभयो
मैले सुरुमा हाम्रो प्रिन्सिपल सरलाई सरी भनेर सुरु गरेँ किनकि उहाँलाई बिचार उहाँको कपाल त्यति सेतो हुँदैन थियो होला जति मैले दुःख गरेर उहाँको कपाल सेतो भएको थियो क्या सो आई वाज द्याट स्टुडेन्ट अनि फेरि त छुट्टै प्राइज लाग्दो रहेछ कि स्कुलमा फिर्ता गरेर सेसन दिनलाई यसमा के ठुलो अचिभमेन्ट छ त छैन तपाईँहरू कतिजना मलाई म आउनुभन्दा अगाडि चिन्नु भएको थियो कसैले चिन्नु नै भएको थिएन म ओहो तपाईँ दुइटै भएको हुनुभयो कसै चिन्नु भएको थियो तपाईँहरूलाई कसैले चिन्नु भएको थिएन हामी युवाहरूलाई चाहिँ कस्तो बनाइदिएको छ भने अहिलेको समयमा चाहिँ तपाईँले गरिरहेको काम चाहिँ यदि सबैले चिनेको छैन या तपाईँले गरिरहेको इम्प्याक्ट सबैलाई थाहा छैन भने तपाईँले के गर्यो अनि म घरिघरि जहाँ पनि भन्छु कि popularity never defines capabilities. It's always about making impact. It always makes and कसरी चाहिँ हामीले अघि बढ्ने हो नचिन्ताले भयो What I am doing is making an impact to my family because I am the breadwinner. मैले गरेको कामले मलाई स्कुलमा बोलाइरहेछ मेरो 10 जना भयो भने साथी स्टुडेन्ट्सहरुसँग कुरा गर भनेर प्रिन्सिपलले आएर माने भनिरहेछ कति सानो अचिभमेन्ट्स हेर न कति सानो अचिभमेन्ट्स विषयमा पनि गए नगा होइन तर तपाईहरु विषयमा भने चिन्नु हुन्न नि त चिन्नुहुन्छ भने द्याट इज समथिङ मैले त्यो प्लेटफर्मको बेस्ट युटिलाइजेसन गरे मिस नेपालमा गइसकेपछि साथीहरूले भनिरहेछन् कि त जानेर इङ्ग्लिस त राम्ररी बोल्न आउँदैन कि म नेपाली माध्यमबाट पढेको है साथी हो फेरि म इङ्ग्लिस तपाईहरु चाहिँ इङ्ग्लिस प्रपर उसबाट होइन नेपाली पढ्दा पढ्दै एकैचोटि निकालेर प्लस के अरे एसएलसी को टाइममा चाहिँ गएर इङ्ग्लिसमा ल पास हुनेर देखा भन्नुभयो मैले पनि देखाइदिएँ 79% है इङ्ग्लिसमा सबसे धेरै सानो स्टुडेन्टलाई स्कुलको केही छैन होइन अनि इङ्ग्लिस बोल्न नआउने आई त गए त यो त के छ त होइन द्याट इज द इङ्ग्लिस आई ह्याड अनि पछि गएर त मैले अनि त्यहीँ गएर सुने मलाई त्यसो एउटा मैले नि मेरो नाम इन्ट्रोडक्सन नेपाल सी दिस इज प्रिया सिग्देल आई एम अल द वे फ्रम बासपारी काठमाडौँ एन्ड आई विल रिप्रेजेन्टिङ माई कन्ट्री नेपाल साथीहरू है आइतो बाइतोबाट सो के छ त्यो कथामा कि नौलो के छ भन्दा के छैन कि आफूलाई ऐनामा हेर्दा लाइक 2-3 चोटि आफूसँग फेरि लप परिसक्यो क्या द्याट इज द ओन्ली इम्प्याक्ट आई निड मतलब मैले आफ्नो लाइफमा आफैलाई कसरी खुसी र प्रेरणा दिन्छु भनेर र मैले खतरा प्रेरणा दिएँ आफूलाई बिकज एभ्री टाइम व्हेन आई वाज टोल्ड द्याट यु आर नट गोइङ टु बी इनफ द स्टोरिज पिपल डोन्ट नो यु इनफ what you are doing is not enough. I said I am more than enough and capable. Because मेरो कथा तपाईहरुले जतिले थाहा पाउनु भयो आज सुन्नु भयो तपाईहरुले गएर के गर्नु त पर्छ भनेर भन्दा तपाईहरु एकअर्कासँग डिस्कस गर्ने हाम्रो के छ त आइडिया सानो होला हाम्रो आइडिया केही न केही त आइडिया होला नि त तपाईहरुसँग ओभर थिंक नगर्नु के सुरु गर्दिनु कन्फिडेन्स साथ फेक योर कन्फिडेन्स म त यस्तो फेक गर्दिथे मेरो कन्फिडेन्स And we women are always good at this जस्तो पनि लाग्छ कि हामी मल्टिटास्किङ गरि नै रहा हुन्छौँ भने आफ्नो करियरलाई लिएर पनि मल्टिटास्क गर्दिनु के यु नेभर नो सुरु गरेपछि गाह्रो कहाँ छ थाहा छ साथीहरू अनि कतिजना चिन्छ चिन्दैन त टाढा कुरा कन्सिस्टेन्ट हुनु यो उज्यालो देखिरहनु भएको छ हामीलाई परिरहेको छ नि क्या राम्रो उज्यालो छ नि सबसे अँध्यारो पनि त्यो उज्यालोको पछाडि नै छ क्या अनि कसैलाई पनि त्यो अँध्यारोको पार्ट हुनु छैन कसैलाई पनि त्यो दुःखको साथ दिनु छैन सबैजनाको तपाईको पपुलर भइसकेपछि तपाईँ सक्सेसफुल भएपछि तपाईँसँग आएर सबैलाई सेल्फी खिच्न मन लाग्छ क्या तपाईँको कथा सुन्न मन लाग्छ तर त्यो पछाडिको जो अँध्यारोबाट बाहिर निस्किन सक्छ नि त्यो मान्छेहरू चाहिँ समाजको लागि चाहिँ प्रेरणा हुन्छ जस्तै मुस्कानजी हुनुहुन्छ होइन हामीले दुईटा खाले उदाहरण बनाउँछौँ कि समाजले दुईटा खाले उदाहरण बनाउन सक्छौँ जीवनभरि हामी सबैजनाले ल्या मसँग यस्तो भयो त्यही भएर मैले छोड्देँ ल्या मसँग यस्तो भयो तर मैले आफ्नो कथा आफ्नो जीवनको आफै बनाएँ भनेर यो दुईटा अप्सन हुन्छ अनि आज यहाँ जति पनि सिरिजमा आएर बोलिरहनु भएको साथीहरू हुन्छ उहाँले त्यो सेकेन्ड अप्सन चुज गर्नुभएको थियो ल्या मसँग यो भयो त भयो कथा मैले आफ्नो जीवनको आफै रोजेको छु यो समाजलाई म चेन्ज गर्छु जसले मलाई सिरियसली लिँदैन सरी म पनि तिमीलाई सिरियसली लिँदिनँ होइन त्यही भएर कथाहरू यस्तो बनाउनु खोज्छु जुन सानैमै छ तर सुरुवात छ आइडिया तपाईँको वरिपरि नै छ तर सुरु गर्नुहोस् सपना महँगो छ तर त्यो सपनालाई देखेर पुरा गर्ने हिम्मत आफैले पुरा गर्नुहोस् किनकि रिजन्स धेरै छ र नेपाली युवाहरूले एउटा के पनि बुझ्न आवश्यक छ भनेर भन्दाखेरि चाहिँ यु विल बी टोल्ड अगेन एन्ड अगेन कि यो कति प्रब्लमको कुरा गर्छन् यार यो नेपाली युवाहरू होइन हामी सोल्युसन ड्रिभन पनि छौँ
किनकि समाज यस्तो बनाइएको छ जहाँ बाहिर गएर बसेको छ भन्दा ऊ तपाईँको छोराछोरी बाहिर, तपाईँ बाहिर, नेपालमै बसेर के गरिरहेको छ भन्दा चाहिँ ए नेपालमै स्ट्रगल गरेर होला, कति गाह्रो होला। होइन, हामी नेपालमा बसिरहेछौँ, गर्वसँग बसिरहेको छौँ र म गर्व लिन चाहन्छु कि म नेपालीमै पढेँ, नेपालको युनिभर्सिटिजहरूबाटै पढेँ, नेपालबाटै पढेर नेपाली भाषा सिकेर नेपालमै जे गर्न सक्थेँ म प्राइड लिन्छु। म यो भन्दा डराउँदिनँ कि म नेपालमै पढेँ, नेपालमै गरेँ। किन डराउनु? एजुकेसन इम्पोर्टेन्ट हो, बाहिरको एजुकेसन इम्पोर्टेन्ट हो, बाहिर पढेर आएर नेपालमा के गर्नु एकदमै महत्त्वपूर्ण हो भने नेपालमै बसेर नेपालमै पढेर कहीँ पनि नगइकन यहीँ गर्न चाहिँ किन, त्यो चाहिँ हाम्रो लागि लाजको विषय हो। त्यही भएर घरको वरिपरि कसैले पनि तपाईँले यस्तो भनेर चाहिँ डोमन बनाइदिइरहेछ, विदेशै जाँदैन हो त केही पनि छैन नेपालमा भनिदिइरहेछ भने त्यो तपाईँहरूको लागि के हो थाहा छ? दे प्लेइङ विथ योर गेम माइन्ड्स। तपाईँहरू निस्कोस्, उनीहरूको लागि कम्पिटिसन नहोस्। सो डोन्ट फल फर द्याट, डोन्ट फल फर दोज काइन्ड अफ थिङ्स। साथीहरू तपाईँहरू यहाँ 18 देखि 22 वर्षको हुनुहुन्छ होइन धेरैजना? ए हुनु न, अझै यङ पनि धेरै भन्नुहुन्छ, 16 देखि 22 हुनुहुन्छ हो धेरैजना। उमेर जे जति हो नि म्याटर गर्दैन रहेछ क्या। म तपाईँहरूभन्दा खासै धेरै ठुलो पनि होइन, तर यात्रा एक्सपिरियन्स इम्पोर्टेन्ट हो। मलाई कसैले मेरो एक्सपिरियन्स कति वर्षको हो भनेर सोधेर म 11 वर्षको भन्छु। शिक्षाको कति भने शिक्षा सायद 5 वर्ष भन्छ, त्यति नै हो हाम्रो उमेर। किनकि वाट रियली म्याटर्स इज हाउ वी आर मेकिङ एन इम्प्याक्ट एभ्री डे। म त +2 पढेँ, मास्टर्स पढेँ, जे गर्न सक्थेँ गर्थेँ। अघि तपाईँहरूलाई थाहा होला कि म मिस नेपालबाट इन्टरनेसनल प्याजन गर्थेँ नेपाललाई रिप्रेजेन्ट गर्न। अब त्यहाँ पुग्दाखेरि पनि मिस नेपाल भइसक्यो जस्तो त लागेको थियो, यहीँ कसरी सिरियसली राखेन। अब बाहिर त गएँ, अब बाहिर कसरी सिरियसली त लियोस् भनेर भन्दाखेरि म त्यहाँ पनि फेरि प्रिया दिदी प्रेरणाको स्रोत कसरी बन्छु म देशका युवाहरूको लागि, महिलाहरूको लागि भनेर गरिराख्दाखेरि एकचोटि गएँ, ट्यालेन्ट राउन्ड पनि जित्दा नाचायो भने फेरि त्यस्तै है, नाच डान्स पनि मेरो कन्फिडेन्स हो नि त। त्यहाँनिर सिल्भर मेडल जितिरहेछ, इन्टरनेसनल राउन्डमा पनि जितिरहेको छ, बोल्न त फेरि कसले छु नि होइन, हरेक चिजमा जितिरहेछन् एकैचोटि त फिनालेमा। नाउ द सेमी फाइनलिस्ट फ्रम अल दिस 100 रिप्रेजेन्टिङ कन्ट्रिज समवेयर होइन, रिहानाले पर्फर्म गरेर स्टेजमा नेपाल रे क्या। म त दङ्गै परेँ, विश्वास आफैमाथि भइरहेको थिएन। कति सानो कथा, कतिलाई थाहा पनि छैन, थाहा हुनु महत्त्वपूर्ण, कसलाई थाहा हुनु पऱ्यो कथा मलाई, किनकि यसले मलाई जीवनमा अझै अघि बढ्ने हिम्मत दिन्छ। अनि नेपाललाई चिनाउने मौका एक युवा भएर मैले प्यासनबाट मात्रै गरिनँ, एउटा चेन्ज मेकर भएर एकचोटि, दुईचोटि, तीनचोटि, चारचोटि, पाँचचोटि, 6चोटि, 7चोटि, 8चोटि हरेक देशमा गएर त्यहाँको युवाहरूलाई भने दिस इज प्रिया सिग्गल फ्रम नेपाल and there is lots of capabilities in Nepal, so you should come to our country and do something and you will make an impact globally. कति सानो कुरा, फेरि पनि केही ठुलो कुरै होइन, सानै कुरा हो, तर सुरुवात कहाँबाट गर्ने? यहीँ बेन्चेसबाट। सो मेरो साथीहरूलाई एउटा लिङ्क भनिदिँदैछु, युथ अफ अपर्च्युनिटिज खोल्नुहोस्। तपाईँहरू जस्तो युवाको लागि धेरै अपर्च्युनिटिज छ, सुरुवात त्यहीँबाट गर्नुहोस्। घर जानुहोस्, हामीले इन्स्टाग्राममा सर्च नगर्नुहोस् क्या कति भ्युज छ भनेर, कति फलोवर्स छ, अनि त्यसको हिसाबले सिरियसली लिने काम नगर्नुहोस्। इमेल गर्नुहोस् क्या, अनि प्रोडक्टिभ हुन्छ क्या, अलिक कन्सिस्टेन्ट हुनुहोस् कि आज आहा शिक्षा दिदी आउनुभयो, प्रिया दिदी आउनुभयो, मुस्कान दिदी आउनु भएको छ, सामाजिक सञ्चारमा राख्ने हो, अब देखाउने हो कि हामीले भेट्यौँ भनेर। इम्पोर्टेन्ट छैन, पछि तपाईँलाई पनि याद हुँदैन, हामीलाई पनि याद हुँदैन। तर के याद हुन्छ भन्दा मलाई तपाईँको त्यो इमेल याद हुन्छ जसमा तपाईँको जिज्ञासा छ, जीवनमा केही बन्न चाहन्छु, आइडिया छ, तर सुरुवात गर्न आइडिया चाहिँ दिदी हेल्प गर्नु पर्यो, म हेल्प गर्न तयार, स्टोरी रिसेयर गर्न म तयार, त्यही मलाई थाहै हुँदैन। सो त्यस्तो चिजहरूमा हामी लस नहौँ के। अलिकति लामो बोले होला तर महत्त्वपूर्ण थियो। सी रिड्स भनिराख्दाखेरि वी अल क्यान रिड, राइट? यहाँ कथा केही सुनिएको कथाहरू मात्रै आज तपाईँले स्ट्रगलको कथा, स्ट्रेन्थको कथा सुनिरहनु भएको छ, तर साथीहरू सुरु गर्नु पर्यो। 22 वर्ष पुगिसक्नु ढिलो भयो, तपाईँहरू चाहिँ ढिलो भयो, अब सुरु गर्नु पर्यो। सुरु गर्नुहोस्, सानैबाट सुरु गर्नुहोस्, कन्सिस्टेन्ट हुनुहोस्, गाह्रो माने भएन, हसल गर्न रेडी हुनुहोस्। जसले हसल गर्न रेडी छ, जसले आजदेखि भलिन्टियर गर्न रेडी छ, जो म गर्नसँग डराउँदैन, त्यो मान्छेलाई कसैले कोही काहीँ पनि रोक्न सक्दैन। र त्यो मान्छेहरूको कथा यति धेरै छ समाजमा, तपाईँले सुन्या पनि छैन कि सुन्न महत्त्वपूर्ण पनि छैन।
तर के इम्पोर्टेन्ट छ भनेर भन्दाखेरि आफूलाई हरेक दिन त्यो ऐनामा हेर्दाखेरि त गरे हो आफूलाई नै कि त्यो गर्न चाहिँ महत्त्वपूर्ण छ किनकि त्यो सबैसम्म गर्नु हुँदैन तबसम्म चाहिँ गाह्रै छ। एकचोटि आफ्नो हातलाई ऐना बनाइदिनुहोस् न, यसरी हेरिदिनुहोस् न यस्तो गरेर सबैजना। अब म प्रिया भइसकेपछि अहिले मेक यु है, म जे भन्छु रिपिट गर्नुहोस् त। एकचोटि यस्तो गर्नुहोस् न, तपाईँको हातै देखिन मैले पछाडि बसेको भाइहरू प्रिया दिदी हात तपाईँ चाहिँ रेबेल हुन भन्दिनँ न, यस्तो 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 गर्नुहोस् त। यो ऐना हो कि साथी हो, म जे भन्छु रिपिट गर्नु है। ओइ सुन मान्छे खतरा छ, आई लभ यु भन्नलाई भ्यालेन्टाइन पर्खिनु पर्दैन। तँलाई हेरेर एकचोटि फेरि भन्न मलाई त आई लभ यु, आई लभ यु भन्नुहोस् त आफूलाई। माया, मैले चाहिँ दिएँ तिमीलाई मायाको चिनो। सेल्फ लभ, खतरा ह्यान्डसम पनि छु यार म, भन्नुहोस् केटा हो केटीहरू भन्नुहोस् आइ एम सो प्री, वाउ, oh my god, this is the attitude you need to have in your life. Don't scroll and just give your energy Instagram, TikTok मा जहाँ पनि हेर्नु चाहिँ कता हिँडेकोमा तपाईँले चाहिँ बिजी भएन जतिसुकै हिँड्नुहोस् बानी भएन। तपाईँ कता हिँड्दै हुनुहुन्छ इट म्याटर, उहाँ चाहिँ हिँडिसक्नु भयो, गइसक्नु भयो, तपाईँहरू कहिले हिँड्ने, तपाईँहरूले कहिले सुरु गर्ने इज माई क्वेसन टु यु। So my only question that I'm going to leave everyone with is, let them tell you you are not enough. Let them not believe in your dreams. English means no, but I'm speaking. Let them tell you that you are not going anywhere. It's okay. But you need to ask yourself, are they saying the truth or not? So for that, to tap on एउटा मात्रै चिज गर्ने हो त्यो भनेको गरिरहने हो। कसैले तपाईँलाई सिरियसली नलिए पनि गरिरहनु, आफ्नो जीवनमा अघि बढिरहनु, because that matters, your story matters, you each and every one, यो जसको आँखामा यस्तो भोको छ नि के अन्य के गर्ने त्यो सपना त्यो पुरा गर्नुहोस्, जसमा लागेको म देखिरहेको छु। So to my humble request everyone, don't think too much, just start it. हाम्रोमा धेरै समाजमा यस्तो उदाहरणहरू छ जसले चाहिँ जिरोबाट स्टार्ट गरेर कहीँ पुगेका छन्। उहाँलाई हेरेर मात्रै दङ्ग नपर्नुहोस्, उहाँको ग्ल्यामर लाइफ देखेर मात्रै दङ्ग नपर्नुहोस्, किनकि बन्नको लागि इन्सपिरेसन लिनको लागि आफ्नो वरिपरिले हेर्नुहोस् र सुरुवात गर्नुहोस् र त्यो साथ दिनलाई छु म यहाँ, हामी छौँ यहाँ साथ। सो यो भन्दै फेरि अर्गनाइज गर्ने मेरो बहिनीहरूलाई धेरै धेरै धन्यवाद, किनकि तपाईँहरूले मलाई यस्तो गर्दा आज यो जुनै मौका उहाँहरूले गर्दा मलाई भइरहेको छ। उहाँलाई लाग्ला कि हामीले सानो इभेन्ट अर्गनाइज गऱ्यो 2.0 गऱ्यो, होइन, तपाईँहरूले यो सबैलाई जोड्ने मौका दिनुभएको छ, यो प्लेटफर्म दिनुभएको छ, यो माइक दिनुभएको छ, यहाँ सुन्ने जति पनि साथीहरू आउनु भएको छ यो प्लेटफर्ममा। अब के गर्नुहुन्छ योसँग तपाईँहरूको जिम्माको कुरा हो। उसले गरेन, सरकारले गरेन, उसले गरेन भन्न सजिलो छ, पछि तपाईँको बालबालिकाले तपाईँलाई सोच्छ कि तपाईँले चाहिँ के गर्नुभयो। त्यो उत्तरको लागि, प्रश्नको उत्तरको लागि तयार हुनुहोस्, सुरुवात गर्नुहोस् र तपाईँ अर्गनाइजिङ टिमदेखि सम्पूर्णलाई धन्यवाद। म प्रिया सिग्देल, को-फाउन्डर अफ हात्ती नेपाल। सकेसम्म जहिले हामीलाई साथ दिँदै गर्नु होला, हात्ती नेपाललाई फलो गर्नु होला, हात्ती नेपालको प्रडक्ट युज गरेर समाजमा एउटा राम्रो कन्सियस कन्जम्सन जुन प्र्याक्टिस हुन्छ नि, कहाँ हामी पैसा खर्च गरेर हुन्छौँ, हामी जस्तो कन्सियस ब्रान्ड नेपाली ब्रान्डमा पैसा खर्च गर्नु होला भन्ने अनुरोध गर्न चाहे। अलिक प्रेसर पनि गरेँ, साथ दिनु होला र कसैसँग यस्तो आइडियाजमा अलिकति पुस्ट चाहिएको छ, स्ट्रक्चर चाहिएको छ भने priyaofficial1234@gmail.com मा इमेल गर्नु होला। धन्यवाद साथीहरू, म प्रिया सिग्देल।